हेलो गुड मर्निङ गाइज। अहिले चाहिँ 9 बजिसकेको छ। आज शनिबार अनि हामी बल्ल उठ्यौँ। दियाले चिया बनायो, चिया पनि खाइसक्यौँ। अब चिया चाहिँ एकदम मिठो थियो। उसले चिया चाहिँ मिठो बनाउने अरू बेला, तर चिनी धेरै हाल्ने क्या। आज ठिक्क थियो अनि आज चाहिँ ठिक्क थियो उसलाई भन्दा अब चाहिँ ठ्याक्क लिमिटमा आएछ। अब रियालिटीमा जान लाग्यो म। अब भाडा माग्नु छ मलाई। धेरै भाडा छ हिजोदेखिको। अब भाडा भात हिजोको राति भात उब्रेको थियो, घिउ हालेर मजाले भुटिदिएको त यहाँ हाना थाप भयो खानालाई। म यस्तो फुर्ती मान्छे उठेर 9:15 खाजा खुवाइसकेँ। गाइस म चाहिँ सिमी पकाउनु थालेको। म चाहिँ यो ग्रेभी मन पर्दैन, मलाई पुरै फ्राई नै मनपर्छ। सो यो बनाउनु लाग्यो। तपाईँको राजा होस् नि, हामी नोकरानी त राजा के हो धेरै छ अरे। एउटै चस्मा होइन नि? ए त्यो माथिबाट हो बहिनीको। भाइ मेरो भाइको त्यसो धेरै छ है गाइस। कति बज्यो? 11:30 बजेर 1 घन्टा अगाडि पुग्नुपर्छ त। 1 घन्टा अगाडि आज के एक्जाम हो? म चाहिँ फेरि दोस्रो पटक चिया पकाउनु गएको। चिया खान्छु। तरकारीहरू पाकिसक्यो, रेडी भइसक्यो। दिदी खान्छु। निस्मा चाहिँ उता सफा गर्दैछु। अनि त्यसपछि अलिअलि भाँडा माझिहाल्छु। फ्रेस हुन्छु म। हजुर एकैछिनमा चिया बसाल्दैछु। चिनी चाहिँ म अलिक कमै खान्छु दुध चियामा चाहिँ। रङ कलर सब थोक रेडी रहेछ यहाँ है। रेडी छ। यो बनाएको छु बिन्स त हो नि हैन? घिउ सिमी भन्छ। घिउ सिमीमा घिउ हालेर बनाएको क्या? घिउ के होइन आलु मलाई मन पर्दैन क्या ले, त म फ्राई नै खान्छु जहिले। एन्ड यहाँ के छ? तरकारी हिजो रातिको अलिको तरकारी मिठो होला। तरकारी यहाँ चाहिँ के छ? ए पनिर पकौडा। वाउ। अनि गुन्द्रुक पनि बनाउँछु भने थिएँ फेरि। धेरै आइटम भइसक्यो पऱ्यो आज। हाई गाइस। कडी बनाउँछु कि सोलाले के भन्छ है? के भन्छ सोलाले के भन्छ कि? थाहा छैन। यो चाहिँ जति अमिलो दलेको 2-4 दिन धुनुपर्छ अमिलो। अनि यसमा थोरै पानी हाल्ने। यसमा अर्को बेसन के अरे? बेसन हाल्ने। एकदम छोरी मजाले फिट्ने। यस्तै मजाले फिट्नु होला है। हामीलाई चाहिँ एकदम मिठो लाग्छ। यसमा अझ बडी करी अनि बडी है मिठो हुन्छ। अनि बडी बनाउनु जाँगर चलेन। अझ दही छ यहाँ अस्तिको। यो चाहिँ भोलितिर खानु अझ अमिलो हुन्छ नि। यसमा चाहिँ अब सुकेको खुर्सानी अनि जिरा ज्वानो। यो सँगसँगै म पनि सिकिहाल्छु कडी मजाले बनाउनु। आउँदैन कडी बनाउनु? आउँछ त, त्यस्तो मिठो हुँदैन। यो अमिलो हुन्छ जस्तो छ। कडीलाई चाहिँ धेरै उमाल्नु हुन्न क्या खासमा। फाटा जस्तो हुन्छ होइन? शनिबार भने पाठ गर्नुपर्छ नि हनुमानले। ए अँ त, शनिबार र मङ्गलबार होइन मेन। चुकौनी बनाउन आउँछ? आउँछ।
चुकाउने पनि खानु हात चुकाउने पाल्पाको फेमस हो नि त्यो चाहिँ नपकाइकन यतिकै साँधे जसरी के रे प्याजहरू के हालेर आलु हाल्छ त्यसमा आलु प्याज र गाइस अरूलाई चाहिँ हामी एकछिन छोडिदिउँ है अनि खाने बेलामा चाहिँ म देखाउँछु ल मैले कराई बसालिसकेको यहाँ अनि यसमा चाहिँ अब चाहिने चाहिँ नुन मैले मिक्स गरिदिन्छु कि त्यही मिक्स गर्ने नुन ल गाइस ध्यान दिएर हेर्नु होला नुन सुरुमा त्यही मिक्स गर्ने हो मिक्स गरिदिने मिक्स 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 मजाले मिक्स अब यो आइ कुकुर भुकिरहेको छ नि यसमा बेसन धेरै हाल्नु हुँदैन कि गनाउँछ ठुस्छ यहाँ मैले टेबलमा राख्दैछु अनि अब चाहिँ हामीले थोरै तेल हाल्ने धेरै तेल नहाल्नुहोस् डाइट के अरे हेल्थ कन्सर्न हुनुपर्छ यसरी घुमाउनु चाहिँ अप्सनल हो है यो चाहिँ जरुरी छैन घुमाउनु अच्छा साग लिएर आउनुहुन्छ मम्मीले साग किन खानु दे बिदा पनि त्यो साग फेरि त्यहाँ भीमसेनको लागि मिठो हुन्छ कि नत्र यताको त त्यो कस्तो मम्मी रसी ल्याएको पुरै फाल्दै भन्दै त्यो रायोको कहाँ उतैबाट दोकानबाट ल्याइसकेको थियो होलसेल रायोको के अस्ति साग फालेको हुन्छ कि कहाँबाट ल्याएको त्यहाँ होलसेलमा कति उभालो साग थियो कि उसेको जस्तो त्यो तेल तातेपछि सुकेको खुर्सानी र पत्र हाल्ने गाइस अनि यो चाहिँ अब गाडीले चलाउनु पर्ने छैन जेले चलाउँदै हुन्छ फेरि जेले चलाउँदा हुन्छ हातैले चलाउनु होला हातले चाहिँ नचलाउनु नुहाएर पार्ट साट गरेर अब खाने गाइस दिउँसोको यहाँ खाजा खाने बेला भइसक्यो 1 बजी जिरा हाल्ने नि अनि यो जिरा पचफोरन भन्छ के 5 वटा चिज छ क्या यसमा मिक्स मेथी ज्वानो के यो कालो कलौं के कलौंची इन्डियनहरुले के भन्छ नेपालीमा मिसमा कलौंचीले के भन्छ नेपालीमा मुङ्ग्रेलो आज कहाँ जाने खास छैन एकछिनमा प्लान बन्छ मिसमा त के गर्दैछस् खाना खोज किन ए उसैलाई भोक लाग्यो होला भनेर भलाइको जमाना छैन नि गाइस क्रिम त खाएर आनन्दले लाउनु नि कस्तो हातमा त खाएर लाउनु नङ पनि पुरै काट्दिएको सेक्सी लेडी नङ काट्नुपर्छ खाना पकाउने मान्छेले नङ गएको छ अनि काट्नु पर्छ यो अचानक नङ यो यत्रो पाल्नुपर्छ यो त देखाउँदिन यो बुवा छ मैले बराबर काटिदिएको कि अब ठिक्क फेरि यो काट्दिन्छु तेलै तात्दैन त ए कडी त एकछिनमा भइहाल्छ नि कडी उमाल्ने होइन नि त दिन्छु अनि एउटा कुरा कडीलाई चाहिँ कहिले पनि उमाल्दैन है गाइस सबै त्यो पकाएर अनि ग्यास अफ गरेर हाल्नुपर्छ हैन कहिले पनि नउमाल्नु उ पनि हाल्छन् हैन तोरी सरसो के हालेको त्यसरी पड्क्यो थोरै सरसो पनि हाल्नु होला त्यसपछि हाल्ने हैन सरसो लास्टमा त मिठै आज चाहिँ नमिठो भइरहेको के अबे स्नो बनाउनु ल बेसार मजाले हाल्ने पनिर पुरै नि त धेरै गनाउँदैन फेरि पक्दै भएर उसमा पकाएर बरु ढिलो उठे फाइदा नि त बिहान नास्ता खुवाएँ न मैले दिन्छु ल मिठो भुटेको भात यो बना छैन अब बना छ छैन यसलाई बन्द गरिदिउँ है भयो पाक्यो यो मिठो तरिका खरायो अब नुन हाल्ने नुन हालिन हाल्थ्यो र यसमा हालिन ए त्यसमा सरी गाइस बिर्सेको गाडीको यो चाहिँ छिटो मिठो पाक्यो सो इजी
त्यो दहीलाई चाहिँ अलिक अमिलो बनाउनु भयो भने चाहिँ मिठो हुन्छ। मेरो भनेको यो तेलमा चाहिँ खुर्सानी अनि त्यसपछि बेसारलाई चाहिँ पकाउने नगर्ने यो भइहाल्यो कति गर्नु। ल रेडी टु इट रेडी। म खत्रै मान्छे हो नि है। लास्टै खतरा हो नि तिमी त। हाम्रो घरमा अहिले आपत छ, एउटाले 4 जना समाज खाना खाने, दुईटाले खाने, दुईटाले नखाने, एउटाले आलु भन्दा केही नखाने, एउटाले दही छोको नखाने। गाह्रो छ गाह्रो छ। सासु ससुरालाई गरेको हो नि धेरै गाह्रो छ। लास्टै गाह्रो छ। ल प्लेट ल्याइदिउँ म, चढाउनु पर्छ। आज आउँछ त खाना बिर्छ छोड। ओइ निचमा सागली ल्याएर सोचेको यो गीत नसुनाऊ है प्लिज मलाई। मिसो मिसो ये जिन्दगानी के गर्नु पागल भएको एकछिन दिनु। गाइस हामी लेस्बियन छ हैन। शिद्दत से चाहो ये हर तेरा प्यार। साँझको 5 बज्यो अनि हामी चाहिँ के भन्नु कस्तो इफेक्ट हो यस्तो घुमेर आउनु पर्यो। यस्तो मौसम छ, दामी मौसम छ कि दामी मौसम छ। आजको मौसम यस्तो खतरा छ। यो 7 स्टारमा गएर कफी खाउँ जस्तो छ। तिमी त आज औषधि खानु बिर्सेछौ कि साँच्चीको नै। अनि अब हामी चाहिँ यस्तो बानेश्वर नजाने है हामी। ए तिमीले मलाई 2टा ससेस खुवाउनु छ। म पठाइहाल्छु नि ससेस। भोलिको तयारी यहाँ खतरा छ। अर्को रमाइलो पनि हेर्नु होला है। लगाएछ अब कोही चाहिँ यहाँ रेडी गर्दै हुनुहुन्छ मलाई मसला। उता आज पुरै रेस्टमा छ, उता फुल रेस्टमा छ है। आफ्नो डान्स हेरे निस्मा। अनि त्यसपछि म चाहिँ पुलाउ र मासु बनाउनु लागेको। गाइस यहाँ मासु पाक्दैछ। अगाडिको प्रोसेस चाहिँ देखाउने भ्याइएन होइन। यो ओ माई गड पुलाउमा घिउ चाहिँ नेसेसरी है। मिठो खानुहुन्छ, खानु मन लागेको छ भने चाहिँ। अनि तपाईँ हेल्थ कन्सियस अनि फाइनेन्सियल कन्सियस हुन्छ त्यसको लागि सनफ्लावर पनि मिलाउनु होला। ए मिठो हुन्छ। म त मिक्स गरेर बनाउँछु अरे कहाँ घिउ मात्र खान सकिन्छ यस्तो महँगाइको दुनियाँमा। अब आज चाहिँ म सिम्पल पुलाउ बनाउँछु, मटर सटर नहालिकन। पहिला घिउ हाल्नुभयो उहाँले, अनि सनफ्लावर तेल हाल्नुभयो। अब जिरा 1 टेबल स्पुन होइन 2 टेबल स्पुन। आज जिरा फ्राई राइस छौँ के अरे जिरा पुलाउ हो। अनि अब मैले खाना बनाउनु मलाई केही लाग्दैन, कहिले काहीँ मात्र हुन्छ। चामल चाहिँ 2-3 घन्टा अगाडि भित्र राख्नु पुलाउलाई धेरै घन्टा अगाडि बनाउनु हो। सरी गाइस भुटालाई मात्र बनाउनु भन्नु पुलाउ। अनि पुलाउ फर्र भन्नाले यस्तो हुँदा पुलाउ धेरै भुटिन्छ नि त। आधाले त्यही लाग्छ 25-30% नै लाग्छ नि त। त्यो किन राखेको हाल्नु छ हाल्नु तपाईँ भोक लागेछ बनाउने। मा कति चाँगर हो के अब के गर्नु, के गरेर मान्छे कति दुःख गर्छ। दिसो फेरि ड्राइभर दुनियाँ देखेकै छैन, कति कति दुःख गर्छन् पाहाडमा। कस्तो भनेको मैले तर उताको लाइफ त एकदमै डिफिकल्ट है। बाहिरतिर कस्तो दुःख गऱ्यो, खाना त पाउँदैन नि त्यति दुःख गरेर। त्यो हिजो आज मैले देखाएको थिएँ नि एउटा भिडियो, हिजो कि आज हो हजुरलाई हो कि मिस मान्छेलाई। हामी धेरै सुखमा बसेको, त्यति सुख हुँदा नि हाम्रो सुख छैन। अब चिनी हाल्ने, चिनी चाहिँ गुलियो बनाउन हाल्ने होइन। यो अलिकति चिनी हाल्यो भने पुलाउको फ्लेभर आउँछ। मैले अस्ति पनि हालेको नि, झिक्का खाँदै होइन मिठो थियो।
फेरि मिक्स खाना बनाउन चाहिँ एकदमै जागरीले मान्छे निस्मा दिजु रे निस्मा दिजु एनी ओपिनियन एनी ओपिनियन कसैले पकाएको मासु ओ माई गड कसको हातको त नुन पाउँ पिटिक छ यो हाल्दा पुरा मिठो मिठो आएको है त अर्को एउटा चाहिँ सानो अनि सानो मिठो गाइस म थपेर खाइरहेको छु गाइस जस्तो मिठो कसले पकाएको दिया खाना खाना अहा मसलाको स्वाद मिठो के के हाल्नु पर्यो रेसिपी त्यो नर्मल ल गाइस मैले पकाएको मिठो मासु पुलाउ मिठो सित भाइ खाँदै होइसिन्छ एकदम मिठो छ मिठो कस्तो छ रिभ्यू दिनु मिठो